हाम्रो हाइकिङ स्टार्ट भएको त्यो कार पार्कदेखि यो साइडबाट यसरी मैले क्यामेरै घुमाउँदैछु सर्लक्कै यसरी। अहिले ठ्याक्कै 1.5 घन्टा भयो यो ठाउँमा, अलमोस्ट सकिनै लाग्यो। र सिन यो अटमको कारणले गर्दाखेरि यो रुखको पातहरू सबै कलर चेन्ज भएको छ, एकदमै राम्रो। ओहो, कति आनन्द आएको यो सिन हेर्दा र देख्दा। र त्यो तलको खाल्टोदेखि माथि उकालो चढेर यो सेकेन्ड डाँडा, त्यसपछि यो माथिको टप यो डाँडा आएपछि यो बाटो हुँदै अब हामी छौँ यो साइडतिर। सो वी आर नियरली डन।